नमस्कार, अपन समाचारमा स्वागत छ। समाचार विस्तारमा। जनकपुर धाम करिब 1 दर्जन ब्युटिसियन र होटल व्यवसायीको एउटै पीडा सुनिएको छ। उनीहरूबाट न्यूनतम 10,000 देखि अधिकतम 8 लाखसम्म रकम असुलेर सिमरजित सिंह र कविता परसाई भन्ने व्यक्ति फरार भएका छन्। उनीहरूले जनकपुर धामको ब्रह्मपुरा चौक स्थित बिरयानी हाउसमा पत्रकार सम्मेलन गर्दै आफ्नो पीडा सुनाउँदा स्वयं बिरयानी हाउसका सञ्चालक रघुनाथ पण्डितको समेत 8 लाख रुपियाँ ठगेर सिंह र परसाई सम्पर्कविहीन भएको आरोप लगाइएका छन्। पीडित एवं जौबा सङ्घकी उपाध्यक्ष दीपिका राई, जनकपुर धाम उद्योग वाणिज्य सङ्घकी उपाध्यक्ष र जिन्नी ब्युटी पार्लरकी सञ्चालिका दीपिका राई पनि ती व्यक्तिबाट ठगिएकी छिन्। पत्रकार सम्मेलनमा उपस्थिति उनले जनकपुर धामको नाममा ब्ल्याकमेल गरेर दुवैजनाले जनकपुर धामबाट कम्तीमा 30 देखि 35 लाखसम्म असुल गरेर भागेको बताइन्। येल्लो पेज टुरिज्म बुक नामक पुस्तक प्रकाशन गर्ने, जसमा जनकपुर धामको हरेक विषयवस्तु, पर्यटनको केन्द्र, जानकी मन्दिरको गरिमा, घुम्नै पर्ने स्थान सहितका विवरण हुने र सोही पुस्तकमा यहाँहरूको पार्लर र होटलको विज्ञापन पनि प्रकाशन हुने भन्दै उनीहरूले पैसा असुल गरेको उनले बताइन्। उनले आफ्नो पार्लरको विज्ञापन प्रथम पेजमै राखिदिने भन्दै 40,000 दिएको बिल पनि देखाइन्। लुमिनेस ब्युटी पार्लरकी गीता पौडेलले त झन्नै उनीहरूलाई साप्टी सहित 1,10,000 सम्म दिइन्। पौडेलले जनकपुर धाम पुग्ने आगन्तुकका लागि सो किताब अति महत्त्वपूर्ण हुने र त्यसमा यहाँहरूको विज्ञापन राख्दा फाइदा हुने र पछि स्थानीय एक महिला पत्रकारको सम्पदामा सोही विषयगत पत्रिका पनि प्रकाशन गर्ने सुनाएपछि सापटी पनि दिएको बताइन्। जनकपुरमा धेरै पसलहरूमा होटल, रेस्टुरेन्टहरू लगायत पार्लर सँगसँगै अरू पसलहरू पनि विज्ञापन गर्ने, पसलको ब्रान्डिङ गर्ने भनेर पैसा कलेक्सन गर्नुभयो सबैजनासँग र अहिले 2-3 महिनादेखि उहाँ हामीसँग सम्पर्कविहीन हुनुहुन्छ। हामीले सम्पर्क गर्न खोज्दाखेरि उहाँको फोन चाहिँ जाने, तर फोन नउठाउने उहाँले। अनि उहाँको जुन बिजनेस पार्टनर हुनुहुन्छ, प्रेस कन्फरेन्समा उहाँ पनि जनकपुर आउनु भएको रहेछ। उहाँलाई धेरैजना चिन्ने पनि हुनुहुन्छ, देख्नु भएको छ। उहाँको नाम कविता परसाई, उहाँको छोरीको नाम नोएक्सा, उहाँको नाममा छ यो उहाँहरूको मार्केटिङ जुन गर्नुहुन्छ विज्ञापन। उहाँहरू आउनु भएको थियो। उहाँसँग मैले कन्ट्याक्ट गर्न खोज्दाखेरि सुरुमा चाहिँ उहाँले अलिकति शान्तवना जस्तो नै, हाम्रो कम्पनी फ्रड होइन, बुक पब्लिस हुन्छ। फर्स्ट बुक पब्लिस गराउँदा हामीले ऋषि धमलाज्यूसँग गराएको थियौँ। सेकेन्ड टाइम पनि हाम्रो प्रब्लमले गर्दाखेरि हो, हामी पब्लिस चाहिँ गराउँछौँ भन्नुभयो। त्यस पछाडि हामी यति दिन बाटो हेरेर बस्यौँ। साँच्ची नै समस्या होला, अहिले अब आर्थिक मन्दी पनि छ, आज न भोलि कन्ट्याक्टमा आउनुहुन्छ भनेर हामी बाटो हेरेर बस्यौँ। 3 महिना बितिसक्यो, उहाँहरू कन्ट्याक्टविहीन हुनुहुन्छ। मैले अस्ति फेरि उहाँसँग कन्ट्याक्ट गर्न खोज्दाखेरि उहाँले मलाई म क्लासमा छु, डिस्टर्ब हुन्छ, मलाई फोन नगर्नुहोस् भनेर भन्नु। बुकमा तपाईँहरूले तपाईँहरूको सानो सानो प्रचार राख्छौँ हामीले भनेर खास मलाई चाहिँ आएर 2 दिनसम्म मोटिभेट गरेको मैले मानेको थिइनँ। मैले भने म यस्तो काममा चाहिँ हामीलाई योभन्दा पहिले अब यो लाजैको कुरो हो। हामीलाई धेरै पहिले पनि एकजना आएर चाहिँ त्यतिखेर हामीसँग खास त्यति मोबाइलहरू थिएन, आएर हामीलाई चाहिँ तपाईँहरूको नेटमा चाहिँ यसरी पार्लरको हामी राख्छौँ भनेर चाहिँ एउटा मान्छेले ठगेको थियो। मैले उसलाई त्यो पनि भनेँ। अनि म तपाईँ हेर्नु यो काममा फस्दैनौँ, हामीलाई धेरैजनाले बेकु बनाएको छ भने तपाईँ व्यक्तिगत होइन जनकपुरको विकास चाहनुहुन्छ हुन्न, जनकपुरलाई चिनाउन चाहनुहुन्छ भने जानकी मन्दिर हाल्नुहोस्। त्यो त हामीलाई पनि त हामी जनकपुरवासी भएको हिसाबले हामीले त्यसमा फसेको खास भने मलाई चाहिँ आएर उसले 2 दिन मोटिभेट गरेको। मैले मानिनँ। मैले नमानेपछि मैले नगर्दाखेरि हाम्रो सिङ्गार ब्युटी पार्लरले, वन्दना ब्युटी पार्लरले गर्नुभएको थिएन। दिदी तपाईँले गरेपछि मात्रै गर्ने है भनेर मैले 2 दिनसम्म उसलाई नाइ भनेको। मैले 10,000 मात्रै दिएको छु। 2 दिन अगाडि सम्पर्क परसाई सम्पर्कमै थिइन्, तर अन्तिम दिन तपाईहरूलाई जे लाग्छ गर्नेछ, सिमरजितसँग मेरा भेटघाट पनि छैन भन्दै पछिल्लिन खोजेपछि आफूहरू ठगिएको उनीहरूले चाल पाइन्। सिंह र परसाईको टिकटकमा भिडियोसँगैको देखिएको र नेपालगञ्जमा पनि उनीहरूले धेरैलाई ठग्ने काम अझै गरिरहेको खबर आफूहरूलाई नेपालगञ्जबाट आएको 8 लाख ठगेका पीडित होटल सञ्चालक पण्डितले बताइन्। के बहुत होटल
जेना अहाँके स्टार्टिंगमे रहै ललन होटल, ओकरा बाद क्राउन प्लाजा, ओकरा बाद जनकपुर इन, ओकरा बाद अहाँके कटिया हाउस, ओकरा बाद अहाँके कथी कहै छै राम जानकी। मूर्त अपने शायद वही संस्था के जिम्मा लगे कार्यालय से खोलने रही है। नहीं हम कार्यालय खोललिए नहीं है। हमरा से की भेलै कि पहले ऐड के बात भेलै, ठीक है। ओकरा बाद देखलिए कि बहुत होटल, बहुत ब्यूटी पार्लर, बहुत आरो शॉप जेना जे कार महल एगो है ओहो रहे, ओकरा बाद कथी कहै छै गैरेज सेहो रहे, बहुत चीज रहे। ओकरा बाद की भेलै कि अब देखली सबके हम कहली कि ठीक है ऐड हमहूँ तो जब जनकपुर के एते बड़का बड़का हस्ती सब देले है ऐड, बड़का होटल जे मतलब कथी कहै छै जेना क्राउन प्लाजा सब भेलै, जनकपुर इन सब भेलै, ओकरा आगू में हम तो कुछो नहीं छी, एगो रेस्टोरेंट के संचालक मात्र छी, उसो एगो बड़का होटल के अथी संचालक भेलै। ओहि के चलते की भेलै कि हमहूँ दऽ देलियै, हम कहलियै कि ठीक है जब बड़का दऽ देलियै तो हम तो कोनो बात नहीं दऽ देलियै। ठगिएको आरोप लागेका सिंह र पर्साई टिकटकमा पीडितहरू आफूहरू न्यायका लागि कानुनी उपचार खोज्ने समेत बताएका छन्। पर्साईकी छोरीको नाउँमा रहेको नेक्साया एडभर्टाइजिङ एन्ड मार्केटिङ सर्भिसिङ नामक संस्थाको कागजातको आधारमा दुवैजनाले सिमरन, सुन्दरम, मधु, वन्दना र सिङ्गार ब्युटी पार्लरहरूबाट क्रमशः 14, 14, 10, 14 र 12,000 रुपियाँ असुल गरेका छन् भने पण्डितसँग सम्झौता कारनामा बनाएर पैसा असुलेको देखिन्छ। मुगुमा भएको जीव दुर्घटनामा मृत्यु हुनेको संख्या 5 पुगेको छ। उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा एक घाइतेको बाटैमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि घाइते हुनुभएमा सोरु गाउँपालिका वार्ड नम्बर 5 का वार्ड सदस्य लोकजङ नेपालीको बाटैमै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका निमित कार्यालय प्रमुख कमल जुङ्गानाले जानकारी दिएका छन्। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतका अनुसार दुर्घटनामा परि हुम्ला सकेगाड वार्ड नम्बर 2 रिप गाउँका राम परियार, प्रकाश बोहरा, राम परियार, पियुष परियारको मृत्यु भइसकेको छ। साथै दुर्घटनामा परि घाइते सोरु 7 का चालक दिनेश लाबड, सोरु 5 का गोविन्द शाही, सोरु 6 का सेरे रोकाया र हुम्ला सिमीकोट वार्ड नम्बर 2 का उदीप बोहराको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ। घाइतेका थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाउनु पर्ने अवस्थामा भए पनि वर्षाका कारण कठिनाई भइरहेको अस्पतालले जनाएको छ। सोमबार बेलुका 4 बजे सोरु गाउँपालिकाबाट मुगुको सदरमुकाम गमगढीतर्फ आउँदै गरेको G1J 7762 नम्बरको जीप सोरु गाउँपालिका वार्ड नम्बर 7 चिप्ले घाटमा दुर्घटना भएको थियो। जीप सडकबाट 200 मिटर तल छेउमा खसेको प्रहरीले जनाएको छ। जनकपुर धाम उपमहानगरपालिकाले अत्याधुनिक वरुण यन्त्र खरिद गरेको छ। यसअघि उपमहानगरसँग भएका 2 वरुण यन्त्र मध्ये 1वटा मात्र चालु अवस्थामा रहेको बेलामा थप 1वटा वरुण यन्त्र खरिद गरेको जनाइएको छ। धनुषा जिल्लामा वरुण यन्त्रको अभाव भएको बेला जनकपुर धाम उपमहानगरपालिकाले 1वटा वरुण यन्त्र खरिद गरेपछि जनताले राहत पुग्ने भएको छ। कुल 90 लाखको लागतमा खरिद गरेको वरुण यन्त्रमा पेट्रोलियम पदार्थमा आगो लागेपछि त्यसको नियन्त्रणका लागि 500 लिटरको छुट्टै फोम चेम्बर रहेको जनकपुर धाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार शाहले जानकारी दिनुभएको छ। सामान्य पानीले पेट्रोलियम पदार्थको आगो नियन्त्रण कठिनाई भए पनि फोमले सजिलै नियन्त्रणमा लिन मिल्ने भएकाले यसपटक त्यसको पनि व्यवस्था गर्न काम भएको उहाँले जानकारी दिनुभयो। गत वर्ष मात्र साउन महिनामा जनकपुर धामको उपमहानगरपालिका भन्दा 200 मिटरको दूरीमा रहेको मिथिला डिपार्टमेन्टमा आगलगी हुँदा उपमहानगरले वरुण यन्त्र पठाउन सकेको थिएनन्। उपमहानगरपालिकाको वरुण यन्त्र बिग्रेकाले नेपाल प्रहरी तथा अन्य पालिकाबाट आएका वरुण यन्त्रले आगो नियन्त्रणमा लिए पनि धेरै ठूलो क्षति भएका थिए। उपमहानगरपालिकाको व्यापक आलोचना पनि भएका थिए। जनकपुर धाम उपमहानगरपालिकाले खरिद गरेको अत्याधुनिक वरुण यन्त्र 6000 लिटरको अर्को पानी ट्याङ्की पनि रहेको छ। एक वरुण यन्त्रमा अत्याधिक प्रज्वलन पदार्थमा लाग्ने आगो नियन्त्रणका साथै सामान्य आगो नियन्त्रण गर्न गरी दुवै सुविधा रहेको छ। धनुषा जिल्लामा रहेका 18 पालिका मध्ये जनकपुर धाम बाहेक अन्य 3 पालिकामा मात्र वरुण यन्त्र रहेको छ। धनुषाको छिरेश्वरनाथ, मिथिला तथा सबैला नगरपालिकामा मात्र वरुण यन्त्र रहेको छ।
अन्य 14 पालिकामा आगो लागेमा खण्डनमा जनकपुर उपमहानगरपालिकाका वरुण यन्त्रले नै आगो नियन्त्रणमा जाने गरेको नगर प्रमुख शाहले जानकारी दिनुभयो। नयाँ वरुण यन्त्र आएको तर प्राविधिक परीक्षण गरेपछि 2 दिनभित्र नै सञ्चालनमा आउने जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख शाहले जानकारी दिनुभयो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले सामाजिक सुरक्षाको दायरासँगै यसका फाइदाहरूलाई पनि बढाएर लागिने बताउनु भएको छ। बुधबार अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगार रहेका व्यक्तिहरूको सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहमा बोल्दै मन्त्री भण्डारीले सामाजिक सुरक्षाको फाइदाहरूलाई पनि बढाएर लागिने बताउनु भएको हो। उहाँले नेपाली श्रम बजारमा श्रम शक्तिको अभाव देखिन थालेको भन्दै यसको सम्बोधनका लागि सामाजिक सुरक्षाका योजनाहरूलाई परिमार्जन र विस्तार गर्नुपर्ने जानकारी दिनुभयो। उहाँले आन्तरिक श्रम बजारको गतिशीलता मार्फत मुलुकको समग्र आर्थिक क्षेत्रलाई सक्रिय बनाउन आवश्यक अनेकन नीतिगत व्यवस्थापनहरूमा सरकार काम गरिरहेको उल्लेख गर्नुभयो। मन्त्री भण्डारीले न्यूनतम ज्वालाको प्रणालीमा सुधार, सिपयुक्त श्रम शक्ति बजारमा ल्याउने र राष्ट्रिय व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठानको गठन, बाध्यकारी श्रमको अवस्थामा सुधार, बाल श्रम न्यूनीकरणमा जोड लगायतका कामहरू अहिले भइरहेको जानकारी दिनुभयो। यी विषयलाई चाहिँ अगाडि बढाउने छ र सामाजिक सुरक्षाको दायरालाई मात्र होइन, सामाजिक सुरक्षाबाट पाइने बेनिफिट्सहरू अथवा वेलफेयरहरूलाई पनि त्यही हिसाबले अगाडि बढाएर लिएर जानेछ भन्ने कुरा म यहाँ व्यक्त गर्न चाहन्छु। मैले यस मन्त्रालयको जिम्मेवारी पाएको त लामो समय भएको छैन, तर आन्तरिक श्रम बजारको गतिशीलता मार्फत मुलुकको समग्र आर्थिक क्षेत्रलाई सक्रिय बनाउन आवश्यक अनेकन नीतिगत व्यवस्थाहरूमा हामी काम गरिरहेका छौँ। यसमा न्यूनतम ज्वालाको प्रणालीमा सुधार, सिपयुक्त श्रम शक्ति बजारमा ल्याउन राष्ट्रिय व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठानको गठन, बाध्यकारी श्रमको अवस्थामा सुधार, बाल श्रम न्यूनीकरणमा जोड, अति कम विकसित मुलुकबाट स्तरोन्नतिको लागि आवश्यक पर्ने श्रम सम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिहरूको अनुमोदनका पहलहरू केही उदाहरणहरू हो। यसै सिलसिलामा सामाजिक सुरक्षा कोषबाट सञ्चालित योजनाहरू, श्रम बजारका नयाँ क्षेत्रहरूसम्म विस्तार, सेवाग्राहीको पहुँचका लागि शाखा तथा सम्पर्क कार्यालयहरूको स्थापना र कोषको प्रभावकारी उपयोगको दिशामा महत्त्वपूर्ण कार्यहरू भइरहेका छन्। यसबाट सामाजिक सुरक्षा कोषमा आबद्ध हुने योगदानकर्ताहरू बढ्ने र नयाँ नयाँ योजनाहरूको तयारीको लागि सहज वातावरण निर्माण र मुलुकको आन्तरिक श्रम बजार बढी विश्वसनीय हुनेछ भन्ने मेरो विश्वास छ। मन्त्री भण्डारीले सामाजिक सुरक्षा कोषबाट सञ्चालित योजनाहरू, श्रम बजारका नयाँ क्षेत्रहरूसम्म विस्तार र सेवाग्राहीको पहुँचका लागि शाखा तथा सम्पर्क कार्यालयहरू स्थापना भइरहेको बताउनुभयो। उहाँले आगामी दिनमा कोषमा आबद्ध हुने योगदानकर्ताहरू बढ्ने पनि जानकारी दिनुभयो। सरकारले अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने सुरु गरेको छ। बुधबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु गरेको हो। एक कार्यक्रम बीच प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको तर्फबाट अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा समेट्ने अभियान सुरु गरेको अनौपचारिक घोषणा गर्नुभयो। प्रधानमन्त्री दाहालले ल्यापटपको स्विच थिचेर औपचारिक घोषणा गर्नुभयो। अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई 2080 वैशाख 1 गतेदेखि कोषमा समेट्ने गरी गत मङ्सिर 25 गते अनौपचारिक क्षेत्रका रहेका श्रमिक र स्वरोजगारका रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको जानकारी दिनुभयो। वैशाख 1 गतेदेखि नै कोषमा समेट्ने भनिए पनि तयारी नपुगेका आज अनौपचारिक घोषणा गरिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर नहुने बताउनु भएको छ। बुधबार अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगार रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले अब कोही पनि सामाजिक सुरक्षाको दायराबाट बाहिर नहुने बताउनु भएको हो। उहाँले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरू समेत सामाजिक सुरक्षाको दायरामा आएको उल्लेख गर्नुभयो। उहाँले अनौपचारिक क्षेत्रका झन्डै 40 देखि 50 लाखसम्मका श्रमिकहरू र मजदुरलाई सामाजिक सुरक्षा कार्यक्रम क्रमशः सहभागी गराइने जानकारी दिनुभयो। यसका पदाधिकारीहरूलाई पनि धन्यवाद दिन चाहन्छु
छोटै समयमा झन्डै 3 लाख श्रमिकहरू यसमा आबद्ध हुनु निकै हामी सबैको लागि खुसी र गौरवको कुरा हो। त्यसैले आजको यो शुभारम्भबाट अब नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर हुने छैनन् भन्ने सन्देश अवश्य पनि गएको छ र यहाँ खास गरी जेटियुको तर्फबाट जे कुरा यहाँ उठाउनु भएको छ, मेरो पृष्ठभूमिको कारणले, मेरो प्रतिबद्धताको कारणले उहाँले भनेका सबै कुरा र सरकार अन्तर्गत रहेका करारमा रहेका कर्मचारी लगायत सबैलाई पनि आबद्ध गर्नेतिर मेरो प्रतिबद्धता रहेको जानकारी पनि तपाईहरुलाई गराउन चाहन्छु। प्रधानमन्त्री दाहालले देशमा समाजवाद निर्माण गर्नका लागि पनि सामाजिक सुरक्षाको योजनालाई विशेष प्राथमिकताका साथ अगाडि बढाइएको बताउनुभयो। उहाँले अनौपचारिक क्षेत्रको खास गरी कृषि, निर्माण, यातायात र घरेलु श्रमिकको पक्षमा यस अभियानले गुणात्मक फड्को माने बताउनुभयो। उहाँले सामाजिक सुरक्षाको संयन्त्र समाजमा उपेक्षित, उत्पीडित र अन्यायमा परेका श्रमिक लगायतका वर्गको संरक्षणको लागि एउटै महत्त्वपूर्ण संयन्त्र भएको पनि उल्लेख गर्नुभयो। कति अवरोध भएको महसुस पनि हामीले गरेकै हो। अहिले सामाजिक सुरक्षा केवल सामान्य अवधारणा मात्र होइन हाम्रो लागि, यसले नागरिकले बिना भेदभाव शिक्षा, स्वास्थ्य, रोजगारी, अवसर, सहुलियत र सम्मान प्राप्त गर्ने वातावरण निर्माण गर्दै समाजवाद निर्माणको महाअभियान पनि हो यो। यस अर्थमा हामी सबै यसलाई गर्वका साथ अगाडि बढाउन प्रतिबद्ध छौँ। त्यसैले संविधानकै मर्मलाई व्यवहारमा रूपान्तरण गर्न सामाजिक सुरक्षा योजनालाई विशेष प्राथमिकताका साथ अभियानका रूपमा अगाडि बढाउन पहल गरियो। उहाँले सामाजिक सुरक्षाको कार्यक्रम स्थायी र गुणस्तरीय हुँदै जानुपर्नेमा जोड दिनुभयो। प्रधानमन्त्री दाहालले वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धि स्थापनाका लागि अगाडि बढिरहेको बताउनुभयो। उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले संघीय निजामती सेवा ऐनको मस्यौदा 1 हप्ताभित्र संसदमा पेश गर्ने बताउनु भएको छ। उपप्रधानमन्त्री खड्काले संहितासँग जोडिएका संघीय शिक्षा ऐन, संघीय प्रहरी ऐन लगायतका ऐनहरूको निर्माण कार्यलाई पनि सरकारले प्राथमिकता साथ अघि बढाएको दावी गर्नुभयो। नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्य समितिले बुधबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको अर्थतन्त्रको सीमाभित्र रहेर कर्मचारीको काम सम्बोधन हुने गरी सो ऐन ल्याउन आश्वासन समेत दिनुभयो। उहाँले मुलुकको अर्थतन्त्रको सीमालाई ध्यानमा राखेर आफ्नो मागहरू राख्न कर्मचारीहरूलाई पनि पटक पटक सचेत गराउनुभयो। उपप्रधानमन्त्री खड्काले मुलुकमा विद्यमान समस्याहरू सरकार र सम्बन्धित पक्षको माझमा समस्या भएकाले समाधानका लागि पनि दुवै पक्षबीच साझा पहल हुनुपर्ने आवश्यकता उल्ल्याउनुभयो। त्यसमा के हो भनेर मैले भने भने संसदमा दर्ता नभइकन पहिल्यै मन्त्रीले चाहिँ के छ भन्दा ऐनका प्रत्येक दफा घोषणा गर्न थाल्यो भने अनि संसदमा मलाई प्रश्न गर्दा म निरुत्तर भएर रातो मुख लगाएर माही माग्ने अवस्था मलाई पुर्याएर तपाईँलाई के फाइदा हुन्छ? त्यसै विधि, शासन, अनुशासन यी सबै कुराको सीमा हुन्छ। त्यसैले राम्रो तरिकाले सकारात्मक कुराले ऐन अगाडि बढेको छ। यति कुरा म भन्न सक्छु, तपाईँले भनेका सबै कुरा पुरा हुने नहुने अर्को कुरा छ। तपाईँले पहिला जति बेला 2 महिना अगाडि जुन मानसिकतामा तपाईँहरू हुनुहुन्थ्यो त्योभन्दा धेरै राम्रो तरिकाले अगाडि बढेको छ। यति नै म भन्नु सक्छु। ट्रेड युनियनको बारे उपप्रधानमन्त्री खड्काले मुलुकमा अर्थतन्त्रले दिने अनुमतिको आधारमा कर्मचारीहरूलाई सेवा सुविधा बढाउने कुरामा सरकारले कुनै पनि खालको कन्जुस्याई नगर्ने बताउनुभयो। मुलुकको अर्थतन्त्र ओह्रालो लागेका बेला कर्मचारीहरूले पनि आफ्नो माग सरकार समक्ष थुर्पाउन नमिल्ने उहाँको भनाइ थियो। अहिलेलाई व्यावसायिक विश्रामपछि बाँकी समाचार। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल भारत सम्बन्धलाई नयाँ दिशा दिन जरुरी रहेको बताउनु भएको छ। बुधबार नेपाल भारत मैत्री समाजको काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले नेपाल र भारतमा उपलब्ध स्रोत साधन, ज्ञान, विज्ञान र प्रविधिलाई प्रयोग गरेर विकास निर्माणमा लाग्नुपर्ने बताउनुभयो। उहाँले दुवै मुलुकमा रहेको गरिबी, बेरोजगारी, अशिक्षालाई दुवै देश एक आपसमा मिलेर समाधान गर्नुपर्ने बताउनुभयो। उहाँले विकास, उद्योग, व्यापार वा कारोबारको साझेदारीको रूपमा अघि बढ्न सक्ने मात्रै दुवै देशले सोचेको विकास निर्माण हुन सक्ने बताउनुभयो। उहाँले भएका
मनमुटावलाई सँगै बसेर छलफलका माध्यमबाट समाधान गर्नुपर्ने पनि जानकारी दिनुभयो। वो क्या है जो यहाँ दोनों मुल्क में उपलब्ध जो स्रोत और साधन, ज्ञान और विज्ञान और प्रविधि हैं, उनके उपयोग से हम विकास की साझा लक्ष्य को प्राप्त करें। दोनों मुल्क में जो गरीबी, बेरोजगारी और शिक्षाएं से जो पीड़ित या इनसे जूझ रहे, इनसे लड़ रहे बहुत बड़ी तादाद में हैं और नेपाल में और ज़्यादा है, इन्हें समाप्त करके हमें विकास, उद्योग, विकास, व्यापार या कारोबार की साझेदारी के रूप में तरक्की की ओर दोनों मुल्क को ले जाने की आज की आवश्यकता है। हमारे दोनों देशों के संबंधों को अब हमें दोनों मुल्क के विकास, दोनों मुल्क की तरक्की, दोनों मुल्क को आगे बढ़ने के लिए हमें एक आपस में मिलके आगे बढ़नी चाहिए। हमें अब इसे तरक्की के साथ जोड़ करके ही हम आगे बढ़ाएं और इस दिशा में बढ़नी चाहिए। और यदा कदा एक साथ रहने पर कभी काल कई तरह के प्रश्न कहीं कहीं उठ भी जाते हैं। अध्यक्ष यादवले एक अर्का देशबीच एक अर्काको हितलाई समेटेर अघि बढ्न जरुरी रहेको पनि बताउनुभयो। नेपालका नागरिकहरू भारत गएपछि फर्किँदा र भारतका नागरिकहरू नेपालबाट फर्किँदा समस्या झेल्नु परेको भन्दै त्यसलाई समाधान गरेर अघि बढ्नुपर्ने पनि जानकारी दिनुभयो। जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त राउतले नेपाल भारत मैत्रीपूर्ण सम्बन्ध जनस्तरसम्मै हुनुपर्ने बताउनु भएको छ। बुधबार नेपाल भारत मैत्री समाजको काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपाल र भारत मैत्रीपूर्ण सम्बन्ध व्यापारिक र कर्मचारी तहकामा मात्रै नभई दुवै देशका जनताहरू एक अर्कासँग नजिक भएपछि मात्रै सुमधुर बन्ने बताउनु भएको हो। उहाँले दुई देशको मैत्रीपूर्ण सम्बन्ध व्यापारिक र कर्मचारी स्तरीयको मात्रै रहेर नहुने भन्दै सीमा क्षेत्रको समस्या सुधार अहिलेको आवश्यकता रहेको ओर्ल्याउनुभयो। सम्बन्धको लागि अनसन बसेको मान्छे, त्यति बेला हाम्रो कुनै पार्टी खोलिएको थिएन। त म भर्खरै अमेरिकाबाट आएको थिएँ र मेरो के छ भन्दाखेरि मेरो बिहे चाहिँ भारतमै भएको छ र त्यो भएको हुनाले जुन एउटा सीमा क्षेत्रमा मैले समस्याहरू पाएँ, म त अलिकति आश्चर्यचकित भएँ कि अमेरिका जाँदाखेरि यस्तो समस्या हुँदैन, बेलायत जाँदाखेरि यस्तो समस्या हुँदैन, अनि हजारौँ हजार वर्ष सम्बन्ध रहेको दुई देश बिचमा खुल्ला सिमाना हुँदाखेरि हामी जाँदाखेरि यस्तो समस्या हुने भन्ने अलिकति आश्चर्यचकित भएको हुनाले मैले त्यो कुराहरू ध्यानाकर्षण गराउनको लागि दिल्लीको जन्तर मन्तरमा दुई देशको सम्बन्ध बिचमा अनसनै बसेको थिएँ मागहरू राखेर र त्यति बेला मैले 13 पेजको लामो ज्ञापन पत्र पनि तत्कालीन प्रधानमन्त्री, अहिले पनि प्रधानमन्त्री हुनुहुन्छ श्रीमान मोदीजीलाई मैले हस्तान्तरण गरेको थिएँ त्यहाँ। र त्यही भएर म भन्न चाहन्छु यो समाजले त्यो दिशामा पनि पक्कै पनि सकारात्मक कामहरू गर्दै आएका छन् र अझ पनि सकारात्मक कामहरू गर्दै जाओस्। विभिन्न राउतले कार्यक्रमहरू मात्रै गरेर सम्बन्ध सुधार नहुने भन्दै प्राविधिक विषयहरूको पनि हल खोज्नुपर्ने जानकारी दिनुभयो। उहाँले भारत नेपालको मैत्रीपूर्ण सम्बन्धको लागि सन् 2012 मा दिल्लीको अन्तर्मन्तरमा अनसन बसेको बताउनुभयो। उहाँले सो समयमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई 13 बुन्दे ज्ञापन पत्र समेत बुझाएको स्मरण गर्दै सीमा क्षेत्रको समस्या हल गर्नुपर्ने आवश्यकता रहेको ओर्ल्याउनुभयो। राउतले भारतीय स्वतन्त्रता आन्दोलन शान्तिपूर्ण रूपमा भएको भन्दै यो आन्दोलनले विश्वमै लोकतन्त्रको सन्देश दिएको पनि बताउनुभयो। नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले भारतको विरोध गर्नु नेपालको राष्ट्रवाद नभएको बताउनु भएको छ। बुधबार नेपाल भारत मैत्री समाजको आयोजनामा 76औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद केसीले विक्रम सम्वत 2017 सालपछि नेपालको राष्ट्रवाद नै भारत र कांग्रेसको विरोध गर्नु हो भने भाष्य नबनेको बताउनुभयो। अहिले पनि कहिले काहीँ भारतको विरोध गर्नु नै नेपालको राष्ट्रवाद हो भने सम्झना गरिएको भन्दै त्यो गलत भएको बताउनुभयो। उहाँले कुनै राष्ट्रको विरोधमा नभई आफ्नो राष्ट्रको पक्षमा उभिनुपर्ने पनि बताउनुभयो। उहाँले नेपाल भारत बीचको सम्बन्धलाई अझै सशक्त र मजबुत बनाउनु पर्ने पनि बताउनुभयो। उहाँले भारतीय स्वतन्त्रता समग्रले नेपालको
प्रजातान्त्रिक आन्दोलनमा पनि आधिपत्य योगदान दिएको पनि स्मरण गराउनुभयो। त्यो तत्कालीन पञ्चायती व्यवस्थाको विरोधमा सशस्त्र सङ्घर्षदेखि विभिन्न प्रकारका सङ्घर्षको निम्ति भारतीय क्षेत्रलाई आधार बनाएर चाहिँ हाम्रा नेता सुवर्ण शमशेर लगायत बसेको स्थितिमा तत्कालीन परिवेश चाहिँ के भयो भने नेपालको राष्ट्रवाद भने नै भारत विरोधवाद र काङ्ग्रेस विरोधवादको रूपमा जन्मियो। त्यस कारण हामी कहिलेकाहीँ भारत विरोधवाद नै नेपालको राष्ट्रवाद हो कि भनेर सम्झन्छौँ, त्यो होइन। संसारमा कुनै पनि उहाँले नेपाल भारत बीचको सम्बन्ध राजनीतिक बन्धनले मात्रै बाँधिएको नभई धर्म, संस्कार, संस्कृति, परम्परा र आपसी मान्यताहरूबाट एकअर्काको जोडिएको बताउनुभयो। उहाँले दुई देशका बीचका देखिएका समस्याहरूलाई पारस्परिक आत्मविश्वासका साथ सहअस्तित्व र सहसम्मानको बाटोबाट हल गर्नुपर्ने पनि बताउनुभयो। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत बीचको मित्रतापूर्ण सम्बन्ध कसैले पनि बिगार्न नसक्ने बताउनु भएको छ। दुई मुलुक बीचको सम्बन्ध कहिलेकाहीँ केही कारणले सनातनी दरार भए पनि सम्बन्धलाई स्थायी रूपमा सधैँका लागि कसैले पनि बिगार्न नसक्ने अध्यक्ष ओलीको बुझाइ थियो। नेपाल भारत मैत्री समाजले बुधबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले दुई मुलुक बीचको सम्बन्धलाई खटपट हुन नदिन वाञ्छनीय नहुने पनि स्पष्ट पार्नुभयो। अध्यक्ष ओलीले दुई मुलुक बीच देखिएका विद्यमान समस्या खुलस्त कुराकानी गरेर समाधान गर्नुपर्ने पनि दोहोऱ्याउनुभयो। उहाँले दुई मुलुक बीच सँगसँगै हिँड्नुको विकल्प नरहेको स्मरण गराउँदै केही समस्याहरू भए समाधान गर्दै अघि बढ्नुपर्ने बताउनुभयो। अध्यक्ष ओलीले न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वलाई केन्द्रमा राखेर दुई मुलुकले आफ्नो सम्बन्धलाई अगाडि बढाउनु पर्ने बताउनुभयो। मित्रहरू, प्रकृतिले दिएका छिमेकीहरू, प्रकृतिले दिएका मित्रहरू, इतिहासले बनाएका मित्रहरू र मैले कतिपय ठाउँमा भन्ने गर्छु, नेपाल र भारतका बीचको सम्बन्ध कहिले कहिले कुनै कुनै कारणले थोरै तिनो खचखच भए पनि यस सम्बन्धलाई स्थायी रूपमा सधैँका लागि कसैले पनि बिगार्न सक्दैन। किनभने यो प्रकृतिले बनाएको सम्बन्ध हो, यो समाजले बनाएको सम्बन्ध हो, यो इतिहासले बनाएको सम्बन्ध हो, यो कसैले निर्माण गरेको भन्दा, कुनै राज्यले निर्माण गरेको भन्दा त्यसभन्दा अगाडिको सम्बन्ध हो, यो अगाडिदेखिको सम्बन्ध। त्यस अवसरमा अध्यक्ष ओलीले भारतले ठूला ठूला प्रगति गरेको उल्लेख गर्दै खुसी समेत व्यक्त गर्नुभयो। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालसँगको भारतको सम्बन्धलाई हिमालय झै उचाइमा पुर्याउने काम गरिरहेको बताउनु भएको छ। बुधबार नेपाल भारत मैत्री समाजको काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले नेपाल र भारत बीचको सम्बन्ध सदियोदेखि चलिरहेको र अझै सम्बन्ध विस्तार गर्दै जान भारत अघि बढिरहेको बताउनुभयो। उहाँले केही समय अघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदा पनि भारत र नेपाल बीचको सम्बन्ध बढाउने नै बढी जोड दिएको बताउनुभयो। उहाँले दुई देश बीचको सम्बन्ध विस्तारले अर्थव्यवस्था र व्यापार व्यवसायलाई बढाउने लैजानुपर्ने जानकारी दिनुभयो। इनिशिएटिव्स लिए हैं, उनका सबसे महत्वपूर्ण बेसिस ये है कि हमें जो हमारी सरहद है वह जोड़ने का काम करेंगी, ना कि अलग करने का। वह एक ब्रिज बनेंगी हमारे दोनों देशों के बीच में। उन्होंने ये घोषणा भी की थी कि भविष्य में उन्हें पूर्ण विश्वास है कि हमारे दोनों देशों के रिश्ते आगे सुपरहिट होंगे। हमने कई नई परियोजनाओं का घोषणा भी की थी और इनमें से कुछ परियोजनाएं जो ऐसी हैं जो श्री केपी ओली जी के टाइम जब वे प्रधानमंत्री थे तब उन पे बातचीत शुरू हुई थी, उन्हीं को आगे बढ़ाया भी गया है। प्रधानमंत्री ओली ने अभी जिक्र किया कि किस तरह नेपाल की सारी नदियां भारत में जाती हैं और उस संदर्भ में उन्होंने जिक्र किया इनलैंड वाटरवेज का। तो इस विज़िट में जो भ्रमण हुआ था उसमें हमने एक नई ट्रांजिट ट्रीटी पे हस्ताक्षर किए हैं जिसके द्वारा इनलैंड वाटरवेज भारत की इनलैंड वाटरवेज का प्रयोग किया जा सकेगा नेपाल के द्वारा। उहाँले भारत अबको 5 वर्षमा विश्वको तेस्रो ठूलो अर्थव्यवस्थापन भएको मुल्क बनेको दावी गर्नुभयो। अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा 12 को नतिजा सार्वजनिक गरेको छ। गत वैशाख 26 गतेदेखि जेठ 5 गते सञ्चालित उक्त परीक्षाको नतिजा मङ्गलबार सार्वजनिक गरेको हो। नियमित र ग्रेड वृद्धि गरी 4,48,000 विद्यार्थी सहभागी भएमा करिब 51.91% मात्र ग्रेड उत्तीर्ण भएका छन्। त्यस्तै 49.09% भने नन ग्रेड भएका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। यो नतिजा गत वर्षभन्दा 3% बिन्दुले सुधार भएको बोर्डको दाबी छ। राष्ट्रिय परीक्षा बोर्डले 35% भन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडमा राख्दै आएको छ। उनीहरूले माथिल्लो त अध्ययन गर्न पाउने छैनन् र पुनः ग्रेड वृद्धिको परीक्षा दिनुपर्नेछ। 2 विषयसम्म नन ग्रेड भएकाहरूका लागि ग्रेड वृद्धिका लागि असोज 6 र 7 गते परीक्षा तोकिएको छ। अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले देशको अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको दावी गर्नुभएको छ। बुधबार काठमाडौँमा आयोजित उद्गमशील युवा सृजनाशील युवा विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले कोरोना भाइरस र अन्य बाह्य कारणले नेपालको अर्थतन्त्र धाराशाही बने पनि अहिले बिस्तारै लयमा फर्किरहेको दावी गर्नुभयो। उहाँले अर्थतन्त्रलाई अझै चाल्यमान र सिद्ध बनाउन सकारात्मक सोच र प्रचारको आवश्यक रहेको बताउनुभयो। उहाँले अहिले देशभर नकारात्मक विचारहरू बढी प्रचार हुँदा परिणाम सकारात्मक नदेखिएको बताउनुभयो। उहाँले नेपालको अर्थतन्त्र सङ्कटमा रहेको भन्दै विदेश जानुको विकल्प छैन भने जस्तो प्रचारबाजी भएकाले अर्थतन्त्रमा समस्या उत्पन्न भएको बताउनुभयो। लय पक्रिँदैछ। अब एउटा पोजिटिभ डिस्कोर्स सुरु गर्नु देशमा। हामी नेगेटिभ मात्रै कुरा गर्यौँ भने नेगेटिभ नै परिणाम आउँछ। हाम्रो अर्थशास्त्र पढ्दा हामीले एक्सपेक्टेसन भन्ने त्यो पढाएको थियो। जे हामीले चाहिँ एक्सपेक्ट गर्यो त्यही अल्टिमेटली फुलफिल। हामीले अब के डिस्कोर्स सुरु गर्नु पर्यो? अहिलेसम्म नेगेटिभ डिस्कोर्स। नेपालमा केही छैन, सबै बिग्रिया छ, इकोनोमी पनि ठिक छैन, रोजगारी पनि पाइँदैन, अब विदेश जानुको चाहिँ विकल्प छैन भनेर सबैले नेगेटिभ कुरा गर्नु। र अहिले सामाजिक सञ्जालमा तपाईँलाई थाहा छैछ, नेगेटिभ कुरो चाहिँ चाँडै चाहिँ भाइरल हुन्छ, बिग्छ। त्यसकारण चाहिँ नेगेटिभ कुराहरू धेरै अर्थमन्त्री महतले विदेश जाने बित्तिकै सबै चिज प्राप्त हुन्छ भन्ने मानसिकताबाट युवाहरू मुक्त हुनुपर्ने बताउनुभयो। उहाँले विकसित मुल्कमा भन्दा नेपालमा धेरै अवसरहरू भएकाले उद्गमशीलताको नेतृत्व युवाले गर्नुपर्ने बताउनुभयो। युवा साथीहरूलाई लुक फर अपर्च्युनिटिज इनसाइड। यहाँ अपर्च्युनिटी प्रशस्त छ। ती देशहरू जहाँ तपाईँहरू जानु खोज्दै हुनुहुन्छ, बेसिकली दे आर स्याचुरेटेड इकोनोमी। कुनै टेक्नोलोजीमा मेजर ब्रेक थ्रु भएर जस्तो यो आइटीमा चाहिँ मेजर ब्रेक थ्रु भयो, यो चाहिँ 20-30 वर्षको बिचमा। उहाँले केही नयाँ काम गर्छु भनेर आउने युवाहरूलाई सरकारले सहुलियत दिएको पनि बताउनुभयो। पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले युवालाई भविष्यप्रति आशावादी बनाउँदै 9 लाख युवालाई विदेशी जान रोक्नु प्रमुख प्राथमिकताको विषय भएको बताउनु भएको छ। बुधबार काठमाडौँमा भएको उद्गमशील युवा सृजनाशील युवा सम्मेलनमा बोल्दै पूर्व अर्थमन्त्री खतिवड़ाले यस्तो बताउनु भएको हो। उहाँले उद्गमशीलतालाई प्रोत्साहन गरी युवाहरूलाई उद्गमशीलतामा कसरी जोड्ने भन्ने विषयमा राज्यले सोच्नुपर्ने बेला आएको जानकारी दिनुभयो। उहाँले युवाहरूलाई भविष्यप्रति आशा जगाएर उद्गमशीलतामा लगाउन आवश्यक रहेको पनि बताउनुभयो। पूर्व अर्थमन्त्री खतिवड़ाले उद्गमशीलता अरूले सिकाएर नआउने भन्दै युवाहरू भित्रैबाट आउनुपर्ने पनि बताउनुभयो। उहाँले उद्गमशीलता व्यक्तिको अन्तर्विहित गुण भएकाले आयात गरेर वा सिकेर नहुने बताउनुभयो। जोखिम लिएर व्यवसाय गर्ने र अरूलाई उदाहरण दिन नसक्ने गरी नेतृत्व गर्न नसक्ने क्षमता आफूभित्रबाट विकास गर्नुपर्ने उद्गमशील भएको उहाँको भनाइ थियो। उहाँले परम्परागत रूपमा गर्दै आएको निरन्तरता भइरहेको नेपालमा भर्खरै उद्गमशीलको विकास हुन थालेको पनि बताउनुभयो। उहाँले अहिले विकास भएका उद्गमशील रैथान किसिमका कम र बाहिरको सिको गरेर धेरै रहेको बताउनुभयो। र अरूलाई उदाहरण दिन सक्ने गरी नेतृत्व गर्न सक्ने क्षमता आफूभित्रबाट विकास गर्ने हो। पहिलो कुरो उद्यमशीलताको कुरा गर्दा आफूबाट सुरु गर्नुपर्छ।
दोस्रो कुरा त्यो उद्यमशीलता लिइरहनको लागि हामीले शिक्षाबाट सिपबाट हाम्रा पूर्वजहरूका अथवा हाम्रा अग्रजहरूका हाम्रा परिवारका सदस्यहरूबाट के सिप सिक्यौं। त्यस्तै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारिणी अधिकृत किरण कुमार श्रेष्ठले 2075 सालदेखि युवा उद्यमशीलहरूलाई बैंकहरूले सहुलियतपूर्ण कर्जाको माध्यमबाट अगाडि बढाउन कोसिस गरिरहेको बताउनुभयो। उहाँले युवालाई बैंकले उच्च प्राथमिकतामा राखेर युवा उद्यमी कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले बैंकले विगतमा युवा लक्षित 7 वटा कर्जा योजना ल्याएको अहिले 10 वटा नबनाएको उल्लेख गर्नुभयो। कलेजबाट अथवा युनिभर्सिटीबाट पढेर निस्किन्छन् अथवा जससँग चाहिँ सिप छ श्रम गर्ने खालको चाहिँ त्यो खालको चाहना पनि छ, तर जसको चाहिँ के छ भने ब्याङ्कमा राख्ने धितो छैन र जसलाई चाहिँ ब्याज दरको चाहिँ मारले गर्दाखेरि उसले चाहिँ उद्यमशीलता सञ्चालन गर्नको निमित्त अथवा स्टार्टअप गर्नको निमित्त एकदम कठिन छ। त्यस्ता युवाहरूलाई लक्षित गरेर यी कार्यक्रमहरू जुन 10 प्रकार कार्यक्रम मैले भने त्यहाँ विभिन्न खालका कार्यक्रमहरू सञ्चालन गरिएको थियो। उहाँले अध्ययन सकेर नयाँ उद्यमशीलता गर्छु भन्नेहरूलाई बिना धितो लगानी पाउन चुनौती रहेको बताउनुभयो। उहाँले बिना धितोको चुनौतीलाई आधार मानेर 10 प्रकार कर्जा योजना ल्याएको विशेष गरी उत्पादन र रोजगारीलाई जोड्न श्रम बजारलाई उपयोग गर्न रहेको उहाँले बताउनुभयो। निजी क्षेत्रले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम मुलुकको पूर्वाधार निर्माणमा लगानी गर्नुपर्ने बताएको छ। बुधबार काठमाडौँमा भएको अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगार रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना आपदा शुभारम्भ कार्यक्रममा बोल्दै निजी क्षेत्रले यस्तो धारणा राखेको हो। निजी क्षेत्रले सामाजिक सुरक्षा कोषमा श्रमिकहरूले योगदान गरेको रकम बैंकमा राखेर ब्याज लिने भन्दा पनि विकासका पूर्वाधारहरूमा लगानी गर्नुपर्ने बताए। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम बैंकमा र राखेका ब्याज लिने मात्रै नभएर मुलुकको पूर्वाधार विकास लगानी गर्न आवश्यक रहेको बताउनुभयो। चाहन्छु अहिले यो उसमा अहिले स्वदेश विदेशमा रहेका सबै चाहिँ कोषमा आबद्ध हुन अत्यावश्यक छ। धमाधम बढिरहेको छ र यसमा अलिकति यो योजनालाई कहिलेकाहीँ अलिकति प्रचार प्रसारको कमी हो कि के हो अझै पनि सामान्यज्यू अलि भ्रम जस्तो छ। कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्चन श्रेष्ठले पनि कोषमा जम्मा भएको रकमलाई सही रूपमा सदुपयोग गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले मुलुकको पूर्वाधार विकास निर्माण र गौरवका आयोजनाहरूको लगानी गरेर कोषको उद्देश्य अनुसार श्रमिकको सुरक्षा दिन सक्नुपर्ने बताउनुभयो। समेट्ने गरी सामाजिक सुरक्षा योजना शुभारम्भ गर्न सफल भएकोमा सामाजिक सुरक्षा कोषलाई बधाई ज्ञापन गर्दछु। सम्मान्य प्रधानमन्त्रीज्यू, योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई सफल बनाउन रोजगारदाता तथा श्रमिक सङ्घ सङ्गठनहरूको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ। नेपालमा आर्थिक रूपमा सक्रिय गर्न चाहन्छु। यसलाई चिर्नुपर्छ। यो सकेसम्म यो सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष यो सबैलाई एउटा बास्केटमा हालेर सबै। त्यस्तै नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले सामाजिक सुरक्षा कोषमा आबद्ध नगर्ने र सूचीकृत गरी योगदानको रकम कट्टा गरी आफ्नै कार्यालयमा राख्ने जस्ताका लागि दण्डनीय बनाउनु माग गर्नुभयो। उहाँले योगदान रकम नदिने कुनै कम्पनी र फर्मको दर्ता, नवीकरण र कर चुक्ता जस्ता विषयमा कटाइ गर्नेतर्फ निर्मम बन्न आवश्यक रहेको पनि बताउनुभयो। उहाँले श्रमिकको मासिक तलबको 11% र राज्यबाट मासिक 9.3% योगदान गर्ने रकम राज्यको कुन अङ्गबाट कसरी योगदान गर्ने स्पष्ट गरी पार्न बताउनुभयो। उहाँले श्रमिक 11% योगदान गर्न तयार रहेको पनि बताउनुभयो। मासिक 9.33% योगदान गर्नुपर्ने हुन्छ। यो रकम राज्यको कुन अङ्गबाट कसरी योगदान गर्ने हो स्पष्ट गरिनुपर्छ। हाम्रा श्रमिकहरू 11% योगदान गर्न तयार छन्। त्यसैले आज यो घोषणा गरिरहँदा यो विषयमा प्रष्ट निर्देशनको पनि म आग्रह गर्न चाहन्छु। उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सरकारी कार्यालयमा अनौपचारिक रूपमा काम गर्न श्रमिकलाई कहिले समावेश गराउनुहुन्छ प्रश्न गर्नुभयो। उहाँले प्रधानमन्त्रीले श्रमिकका मागहरू विषयमा बोल्न मात्रै नभएर व्यवहारमा लागू गर्नु पनि माग गर्नुभयो। नेपालका 4 खेलाडीले काजाखस्तानमा हुने 22औं ITF टेक्वान्डो विश्व च्याम्पियनसिपमा चुनौती प्रस्तुत
गर्ने भएका छन्। आगामी अगस्त 18 देखि 27 तारिकसम्म काजाकिस्तानको स्थानमा 22औं ITF टेक्वान्डो विश्व च्याम्पियन सुरु हुँदैछ, जहाँ नेपाल सम्मान 2 पुरुष र महिला खेलाडीले फाइटरतर्फ प्रतिस्पर्धा गर्न लागेका हुन्। महिला 47 केजी तौल समूहका रुबिका खड्का र 52 केजीमा सुस्मिता थापाले प्रतिस्पर्धा गर्नेछन्। पुरुषमा भने पुकार केसीले 64 केजी मुनि र अजय बुजा मगरले 68 केजी तौल समूहमा नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्दैछन्। रुबिकाले यसै महिना भारतमा सम्पन्न दक्षिण एसियाली ITF टेक्वान्डो च्याम्पियनसिपमा 2 स्वर्ण पदक जितेका थिइन्। काजाकिस्तानमा हुने विश्व च्याम्पियनसिपमा सहभागी हुने जाने 8 सदस्यीय नेपाली टोलीलाई बुधबार उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले बिदाई गर्नुभएको थियो। सिंहदरबार स्थित मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले पछिल्लो समय नेपाली खेलकुदको विकास भइरहेको उल्लेख गर्दै त्यसमा नेपाली खेलाडीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। भूमिका खेल्नुपर्छ भन्ने बारेमा सरकार प्रष्ट छ। नेपाली खेलाडीहरूले वास्तवमा नेपालको राष्ट्रिय एकता प्रवर्धन गर्न, अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न र अन्तर्राष्ट्रिय गौरव स्थापित गर्न पनि महत्त्वपूर्ण भूमिका खेलेका छन्। सो अवसरमा गृहमन्त्री श्रेष्ठले उच्च मनोबलका साथ खेल्न नेपाली खेलाडीलाई शुभकामना दिँदै सरकारले पनि खेलकुद विकास आवश्यक पर्ने काम खेलाडीहरूकै सल्लाह अनुरूप गर्दै जाने विश्वास व्यक्त गर्नुभयो। नेपाली टोली बिहिबार काजाकिस्तानतर्फ प्रस्थान गर्नेछन्। हस्त अहिले यतिकै। फलफल खबर तेज नजर हेर्नुहोला अपन टेलिभिजन। नमस्कार।